वित्तीय चार्टहरू हेर्दैमा कस्तो गाह्रो लाग्छ हैन, तर चिन्ता लिनु पर्दैन। आजको यो छलफलमा हामी प्राविधिक विश्लेषणको कुरालाई एकदमै सजिलो बनाएर सुरुदेखि नै बुझ्ने प्रयास गर्नेछौँ। सबैको मनमा एउटै प्रश्न हुन्छ, अब बजार कता जाला? प्राविधिक विश्लेषण भनेको यही प्रश्नको उत्तर खोज्ने एउटा कला हो। यसले हामीलाई बजारका ठूला खेलाडीहरू, जसलाई स्मार्ट मनी भनिन्छ, उनीहरूले छोडेका सुरागहरू पछ्याउन मद्दत गर्छ। त्यसो भए यसले काम चाहिँ कसरी गर्छ त? एकदमै सरल छ। प्राविधिक विश्लेषणले पुरानो मूल्यको डेटालाई हेर्छ र पत्ता लगाउँछ कि बजारमा किन्नेहरू मतलब बुल्स हावी छन् र मूल्य माथि लैजान्छन् कि बेच्नेहरू यानि बेयर्स हावी छन् र मूल्य तल झार्छन्। यसलाई पैसाको लागि मौसम पूर्वानुमान भने जस्तै हो। जसरी मौसमविदले पुरानो प्याटर्न हेरेर भोलि पानी पर्छ कि घाम लाग्छ भन्छन्, त्यसरी नै हामी पुरानो मूल्यको चाल हेरेर भविष्यमा के हुन सक्छ भनेर एउटा अनुमान लगाउने कोसिस गर्छौं। अब मूल्य विश्लेषण गर्नको लागि हामीलाई एउटा चार्ट चाहिन्छ र यो सुन्दा जति जटिल लाग्छ त्यस्तो छैन। यसको सुरुवात हामी सबैले स्कुलमा पढेको सामान्य ग्राफबाटै हुन्छ। ल हेरौँ है त। ल हेर्नुस् त, कति सजिलो रहेछ। हामीले स्कुलमा जनसङ्ख्या देखाउन प्रयोग गर्ने ग्राफलाई सम्झिनुस् त। अब त्यही ग्राफमा जनसङ्ख्याको ठाउँमा मूल्य र वर्षको ठाउँमा समय राख्ने हो भने बढिहाल्यो नि एउटा सामान्य वित्तीय लाइन चार्ट। तर यहाँ एउटा सानो समस्या छ। यो लाइन चार्टले हामीलाई दिनको अन्तिम मूल्य मतलब क्लोजिङ प्राइस मात्र देखाउँछ। दिनभरिमा मूल्य कति माथि गयो, कति तल झर्यो, त्यो सब कुरा त यसले लुकाइदिन्छ। मतलब यसले हामीलाई आधा मात्रै कथा बतायो। हो, त्यो बाँकी रहेको पुरा कथा बुझ्नको लागि ट्रेडरहरूले क्यान्डलस्टिकको प्रयोग गर्छन्। हेर्दा एउटा सानो मैनबत्ती जस्तो, तर यसले बजारको पुरै कथा बोकेको हुन्छ। हरेक एउटा क्यान्डलस्टिकले हामीलाई चारवटा एकदमै महत्त्वपूर्ण जानकारी दिन्छ। पहिलो, मूल्य कहाँबाट सुरु भयो, जसलाई ओपन भनिन्छ। दोस्रो, त्यो समयमा सबैभन्दा माथि कहाँसम्म पुग्यो, मतलब हाई। तेस्रो, सबैभन्दा तल कहाँसम्म झर्यो, यानि लो। र अन्त्यमा कहाँ गएर बन्द भयो, क्लोज। हो, यही चार कुरामा लुकेको छ बजारको रहस्य। क्यान्डलको यो जुन मोटो आयताकार भाग छ नि, यसलाई बडी भनिन्छ। यसले हामीलाई सुरुको मूल्य र अन्तिम मूल्य बीचको दूरी कति थियो भनेर एकै नजरमा देखाइदिन्छ। अनि त्यो बडीको माथि र तल निस्किएका पातला धर्साहरू देख्नुभयो? हो, त्यसलाई विक अथवा छाया पनि भनिन्छ। यसले हामीलाई त्यो समयमा मूल्यले बनाएको सबैभन्दा उच्च र सबैभन्दा निम्न बिन्दु देखाउँछ। भन्नुको मतलब मूल्यको पुरा यात्रा। अब आउँछ सबैभन्दा रमाइलो कुरा, रङ। हो, क्यान्डलको रङले हामीलाई त्यो दिन किन्नेहरू र बेच्नेहरू बीचको लडाईँमा कसको जित भयो भनेर एकै सेकेन्डमा बताइदिन्छ। यसको नियम एकदमै सिधा छ। यदि मूल्य सुरु भएको भन्दा माथि गएर बन्द भयो भने क्यान्डल हरियो बन्छ। यसको मतलब त्यो बुलिश भयो, अर्थात् किन्नेहरूले जिते। तर यदि मूल्य सुरु भएको भन्दा तल आएर बन्द भयो भने क्यान्डल रातो बन्छ। यो बियरिश भयो, अर्थात् बेच्नेहरूले जिते। मतलब हरेक क्यान्डलको नम्बर पढिराख्नु परेन। यो रङको सिस्टमले बजारको मुड कस्तो छ भनेर तुरन्तै बुझ्नको लागि एउटा एकदमै शक्तिशाली भिजुअल सर्टकटको काम गर्छ। ल, अहिलेसम्म हामीले बजारको भाषाको अक्षर चिन्यौं, मतलब एउटा क्यान्डल। अब जब यी अक्षरहरू एकै ठाउँमा आउँछन् तब शब्द र वाक्य बन्छन्। र बजारको भाषाको सबैभन्दा आधारभूत वाक्य भनेकै स्विङ हाई र स्विङ लो हुन्। एउटा कुरा के याद राख्नुपर्छ भने मूल्य कहिल्यै पनि सिधा रेखामा हिँड्दैन। यो त खोलाको पानी जस्तै लहर बनाउँदै कहिले माथि कहिले तल गर्दै अघि बढ्छ। हो, यिनै मोडहरू, यी चुचुरा र उपत्यकाहरूलाई नै हामी स्विङ पोइन्ट भन्छौं। अब स्विङ हाई भनेको के हो त? यो तीनवटा क्यान्डल मिलेर बन्ने एउटा प्याटर्न हो, जहाँ बीचको क्यान्डलको टुप्पो आफ्नो दायाँ र बायाँको क्यान्डलभन्दा अग्लो हुन्छ, ठ्याक्कै एउटा सानो पहाडको चुचुरो जस्तो। अनि त्यसैगरी स्विङ लो पनि तीनवटा क्यान्डलकै प्याटर्न हो, तर यसमा बीचको क्यान्डलको पिँध आफ्नो दायाँ बायाँका क्यान्डलहरूभन्दा तल हुन्छ। मतलब यो एउटा सानो उपत्यका जस्तै देखिन्छ। ल, एकचोटि सरल सम्झियौँ हामीले के सिक्यौँ। पहिलो, चार्ट भनेको समय र मूल्यको सम्बन्ध हो। दोस्रो, एउटा क्यान्डलले ओपन, हाई, लो र क्लोज गरी चारवटा कुरा देखाउँछ। तेस्रो, हरियो क्यान्डलले बुलिश र रातोले बियरिश भावना देखाउँछ। र चौथो, बजारको आधारभूत प्याटर्न यानि स्विङ हाई र लोलाई कसरी चिन्ने भनेर पनि थाहा पायौँ।
यसको मतलब बजारको भाषाको अक्षर र केही सामान्य शब्दहरू अब हाम्रो हातमा छ। अब असली प्रश्न त यो हो कि के यी अक्षर र शब्दहरूलाई जोडेर बजारले सुनाउन खोजेको ठूलो कथा पढ्न सकिन्छ त? यो यात्रा त भर्खरै सुरु भएको छ।